नमस्ते अनि नमस्कार सम्पूर्णमा शुभ बिहानी। यो बिहानको पियाली घामको किरण सँगसँगै तातो तातो चियाको साथमा हजुरहरू सामु उपस्थित भइसकेको छु। सम्पूर्णमा नमस्कार अनि मिठो माया मिठो सम्झना। हजुरहरू कहाँदेखि हेर्दै हुनुहुन्छ, जहाँदेखि हेर्दै हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, सुखी खुसी व्यस्त मस्त र स्वस्थ रहनुहोला भन्न चाहन्छु। हजुरहरूले के गर्दै हुनुहुन्छ, कसो गर्दै हुनुहुन्छ? हामी त आज यतातिर व्यस्त छौँ, देखिरहनु भएको छ प्रत्यक्ष रूपमा। यो स्विमिङ पुल सरसफाइको अभियानमा छौँ। हाम्रो भाषामा त पौडी खेल्ने पोखरी भन्छ र इङ्ग्लिसमा स्विमिङ पुल भन्छ। आज यतातिर हामी व्यस्त छौँ। हप्तामा 2 दिन सरसफाइ गर्नुपर्ने आवश्यक हुन्छ। 2जना साथीहरूले सरसफाइ गरिरहनु भएको छ भने म भिडियो बनाउनमा व्यस्त छु। देखिरहनु भएको छ। भन्नुहुन्छ होला यो पानी ननिकालिकन कसरी सफा हुन्छ र त्यही पानीमै भन्नुहुन्छ होला। पानी निकाल्नुपर्ने आवश्यक हुँदैन। देख्नुभएको छ पानी बोइलिङ भइरहेको छ भने तलबाट फिल्टरले फोहोर पानीलाई बाहिर निकालेर सफा पानीलाई त्यहाँ पास गरिरहेको छ। साथीहरूले क्लिन गर्नुभएको छ। क्लिन गरेको मैला बाहिर पठाइरहेको छ भने फिल्टरले सफा पानीलाई त्यहाँ पठाइरहेको छ। आजभोलि चाहिँ पानी निकाल्नुपर्ने आवश्यक हुँदैन। 6 महिनामा अथवा 1 सालमा एकचोटि पानी सर्लक्क निकाल्दा चेन्ज गर्नुपर्ने हुन्छ। दैनिक रूपमा पानी चेन्ज गर्नुपर्ने आवश्यक हुँदैन। आजभोलि फिल्टरको माध्यमबाट पानीलाई सफाइ गरिरहेको हुन्छ। फोहोर पानी बाहिर पठाउने र सफा पानीलाई त्यहाँ राख्ने र पानी बोइलिङ भइरहेको छ देख्नुभएको छ। तपाईँहरूले सम्पूर्णलाई धन्यवाद अनि मिठो माया मिठो सम्झना।